लगाइदिएको यही हो सातकोटे समुदाय वनको अफिस अडिट मिलाउने तरिका यही हो 13,65,000 कागज कसको लागि गरे तिमीहरूले यो कुरा पनि बोल्नु नि स्पष्ट आउन जनताको सामुन्ने पुरानो समितिले खाएको 13,65,000 को कागज गरेको तिमीहरूले प्रमाण देखाउन ल अध्यक्ष आइछन् देखाउन मलाई थाहा छैन किन त बोल्नु भने सत्य बोल्नु नि आज यहाँ मलाई थाहा छैन लोकपालले पनि भनेको मलाई थाहा छैन पुरानो समितिले खाएको कागज गरेर तिमीहरू प्रमाण देखाउन त खै जनताको सामुन्ने नै मेरो गुनासो के भने चाहिँ 19 नम्बर यो बुदामा जो यो प्रस्ताव यिनीहरूले लेखेका छन् समितिले निर्णय गरेका छ यो कृत्य गरेका छन् मैले कुन दिन यो सातकोटे समुदायको 32 केबी को लाइनको काठ बेच्न दिन्न भनेर मैले कुन दिन बोलेको छु त्यो प्रमाण यिनीहरूले गर्न सक्नुहुन्छ कि हुन्न भन्ने मेरो प्रमाण हो खास किनभने यो मैले कुन दिन यिनीहरूलाई काठ नबेच भनेर मैले यिनीहरूलाई हस्तक्षेप गरेँ अनि यिनीहरूले बुदामा हाल्ने यो समिति गए कृत्य यिनीहरूलाई समिति बनाउने यो अध्यक्ष बनाउने म हिजो काङ्ग्रेस एमाले माओवादी मिलेर चरण चरण बनाएर तपाईँ पार्टीका हिस्सा गरेर तपाईँ वनमा अध्यक्ष हालेर कोही कोसा हालेर पार्टीबाट मिलाएर यिनीहरू वन बेची खाने यी चोरहरू आज तपाईँको एउटा बुलुम त आवाज भ्रष्टाचारीको अन्त्य गर्नुपर्छ भनेर बोल्ने एउटा कृष्णबहादुर ओलीमाथि यिनीहरूले यत्रो हमला गर्न मिल्छ 19 नम्बर बुदा हालेर मैले के भनेको छु यिनीहरूलाई आज पनि तपाईँको पार्टीको हैसियतले तपाईँ हिजो एमाले खायो अध्यक्ष बनाएर काङ्ग्रेसले अध्यक्ष बनाएर खायो 51 देखि यो सातकोटे समुदाय वनको एउटा टाइल फेर्न सकेको छैन एउटा भवन फेर्न सकेको छैन भनेपछि यो बुदामा मेरो नाम हाल्नु भने त कार्य समिति हामी चाहिँ काम गर्छौँ भनेर आउनु भएको छ नि उहाँहरू काम गर्न आउँछु भन्नुभयो उहाँहरूले किनभने अध्यक्ष भइसकेपछि अध्यक्षले पुरानोले गल्ती गरेको कारबाही गर्ने कि उहाँले पुरानैको गल्तीलाई समेटेर आफू अध्यक्षता बाहुली गर्ने यो कुरा पनि उहाँहरूमा मैले प्रश्न गर्न चाहन्छु उहाँहरू सच्चिने खालको उहाँहरूले पनि समिति तपाईँको समितिलाई त मैले भेलामा आह्वान गर्दाखेरि फुल सपोर्ट उहाँहरूलाई दिने म हो यो समिति बनाउनुपर्छ यिनीहरूले भ्रष्टाचार गरे यिनीहरूको तपाईँको हटाएर खोलेदेखि तपाईँ लेटाएर तल भेरी पुलसम्मको तपाईँ पुरानो समिति नरेन्द्र आशीलाई पनि लिएर तपाईँ यहाँ रोबरमा बोल्न लगाउनु न लोकबहादुर महतारालाई लिएर बोल्न पठाउनु न अब सुन्नुहोस् अब तपाईँ एउटा उपभोक्ता पनि हुनुहुन्छ हो काठ जुन सामुदायिक वनभित्र राष्ट्रिय प्रसारण केन्द्र जुन नेपाल विद्युत प्राधिकरणको 132 केबी जुन आयोजना छ यो आयोजनामा 1942 वटा रुख काटिए 1942 वटा रुख काटिएको सन्दर्भमा चाहिँ स्थानीय उपभोक्ता नरबहादुर ओली चाहिँ सहितका केही व्यक्तिहरू चाहिँ हामी भुक्तानी पाएनौँ अथवा चाहिँ हामीलाई चाहिँ सामुदायिक वनले चाहिँ अन्याय गर्यो भन्ने कुरा गर्नु भएको छ हामी यो प्रसङ्गमा चाहिँ अब तपाईँसँग सोध्छौँ कि खास के हो यो यसको वास्तविकता के हो भनेपछि हामीसँग पहिला 5 जना ठेकेदार थिए पेरेम बिसी पदम बिसी कर्णबहादुर थापा त्यसपछि करसिंह नेपाली त्यसपछि धनबहादुर बुढा उहाँहरू 5 जनाले उहाँले चाहिँ जो कटन मचानको तपाईँको घाटघाटीमा ल्याउनेको तपाईँको कटन मचान गरेर ल्याउनको जिम्मेवारी उहाँले लाग्नुभयो उहाँहरूले आउनुभयो र के भन्नुभयो भने चाहिँ 4,000 देखि 5,000 रुपियाँ प्रत्येक चट्टाको दाउरा हामी यसरी पैसा दिन्छौँ हामी ठेकेदार अगाडि गर्छौँ हामी बाटो खोल्छु यो रोड हामीले पुरै खोल्नुपर्छ कमसेकम 9 किलोमिटर बाटो छ अब नरबहादुरले यो काम गर्ने हामीले यो काम गर्ने भनेर हामी सबै हटारे खोलामा गएर सबै उपस्थित भएर त्यहाँ पुरानो समिति उहाँहरू त्यतिखेर उहाँहरूको कार्यकालमा भएको काम होइन यो पुरानो समितिले काम गर्दाखेरि हामीले त्यहाँ गएर सबै निर्णय गरिसकेपछि उहाँहरूले हाम्रो पदम बिसीले पेरेम बिसीले उहाँहरूले जेसीबी पनि लिएर खडा गर्नुभयो बाटो खन्नको लागि काठ रुख ढलिसके उहाँले तपाईँको जेसीबी लिएर खडा गर्दाखेरि पेरेम बिसीले यिनीहरूले पैसा थिएन भने पनि यिनीहरूले जेसुकै गरे भने हामीलाई त्यो सरकारको विषयमा होइन अनि पैसा थियो भनेपछि यिनीहरूले जेसीबी लगाउनु पर्थ्यो अनि जेसीबी लगाएर बाटो क्लियर गर्नु पर्थ्यो अब ढुवानी भनेको छ भने 0 किलोमिटरबाट 5 किलोमिटरसम्म तपाईँ ढुवानी भनेको छ अब ढुवानी भनेपछि त्यो शीर्षकको पैसा पनि तपाईँको विद्युतले एउटा आयोजनाले तपाईँ त्यहाँ पैसा हालेको हुनुपर्छ अब त्यो पैसा पनि तपाईँको हामीलाई विवरण कुनै थाहै नभएको जस्तो भयो अहिले ढुवानी तपाईँले गर्नुभयो ढुवानी हामीले गरेको पैसा पाउनुभयो कि भएन पैसा हामीले पाएँ भनेपछि तपाईँ 75,000 एकचोटि मैले पाएँ हो एकचोटि 1.5 लाख रुपियाँ पाएँ मैले आज तपाईँको हामीले यत्रो काठ झार्दाखेरि त एउटा म हो एउटा नरेन्द्र बोरा हो गाडीवाला 2 जनाले हामीले पैसा क्लियर पाएको छैन हामी पनि यसको साथसाथमै लगाएको छौँ अब यो समितिलाई हामीले ल्याएपछि किनभने यो समितिले पनि केही कुरा खोज्छ कि भनेर हामी उहाँहरूको ठुलो आशामा हामीले उहाँलाई नयाँ समिति चयन गरेको तपाईले पाउनुपर्ने पैसा कति हो बाँकी हामीले पाउनुपर्ने मात्रै पैसा यो काठको क्वान्टिटी यति हो भनेर हामीले प्रमाणै पाएको छैनौँ त पाउनुपर्ने कति भनेर म हजुरहरूलाई अहिले जवाफ दिन्छु अझै विवाद छ विवादमै छ उहाँहरूले टेन्डरमा काठ हालिसक्नु भयो भन्ने कुरा पनि सुन्छु अब कस्तो के हो उपभोक्तालाई सूचना आयो कि आएन यो छैन यो उपभोक्तालाई सूचना आयो आफ्ना मान्छेलाई लगेर काठ पनि देखाउने काम उहाँहरूले गर्नुभयो यो पनि भन्न सक्छ नयाँ समितिले कि पुरानो समितिले नयाँ समितिले तपाईँको लेटारामा तपाईँ काठ उहाँहरूले समितिबाट तपाईँको 7 नम्बरदेखि तपाईँ 2-4 जना आफ्नो मान्छे लगेर त्यहाँ काठ वितरण गर्दाखेरि यो काठ उठाउन बित्तिकै मैले तपाईँको माथि खबर गरेर तिमीहरूलाई काठ उठाउन दिन्न म
किनभने हामीले काम गरेको मजदुर ज्याला नपाउने तिमीले अहिले काट यसरी तत्कालै बेच्न पाउँदैन नै। दाउरा पनि प्रक्रिया बिना नै चाहिँ बेच्नु प्रक्रिया बिना डिएफओ साहबले भन्नुभएको छ कि मसँग आएको कुनै सूचना कुनै केही प्रमाण नै छैन, उहाँहरूले काठ चाहिँ कारागारलाई दिनुभएको छ भनेर डिएफओ साहबले भन्नुभएको छ भने उहाँले कसरी त्यो शैलीमा मिलाएर बेच्नुभयो त्यो कुरा पनि हामीलाई जानकारी छैन। जानकारी अब यसको चाहिँ सत्य तथ्य अथवा चाहिँ सामुदायिक वनका हरेक गतिविधिले चाहिँ नियाल्न चाहिँ अब के छ उपभोक्ताहरूको चाहिँ अब माग के छ खासमा? हाम्रो माग भनेको यो हामीले उपभोक्ताले जतिले पनि माग गरेका छु, हामीले काम गरेको मजदुर जेला यहाँ काम गर्ने जति पनि छ मान्छे तीभरि सबैले मजदुर जेला पाउनुपर्छ। त्यो वास्तविक हामीलाई सम्झौता देखाइदिएपछि यही 52 गई मात्रै क्लियर यही नै हो भनेर हामीसँग पुष्टि त्यो प्रमाण आउँछ भने त्यसलाई पनि हामी स्वीकार्नलाई तयार। नत्र भनेपछि यो स्वीकार्य किन हामीसँग छैन भनेपछि उहाँहरूले हामीमाथि खेलेको षड्यन्त्र गरेको हामीसँग तपाईँ हामी अहिले भर्खरको तपाईँको युवाहरूलाई 35-36 वर्षको युवाहरूमाथि खेलेको यो षड्यन्त्र राजनीति हामीसँग यति मास्टर माइन्ड पनि छैन, हामीसँग कुनै छैन। यो फटागिरी हो, यो भेरीगङ्गा 13 को 7, 8, 9 साबिक 3टा वडाको यो सामुदायिक वन हो। 3टा वडामा 29 जना फटा छन्। यहाँ 29 जना फटाले यो गिरोह बनाएर मास्टर माइन्ड लगाएर कोही मास्टर पनि छन् यसमा। तपाईँ लेखाजोखाको तपाईँ अडिटको तपाईँको यिनीहरूले तपाईँ 88-79 तपाईँको 3-4 वर्षको अडिट पास नगरेको यिनीहरूले नयाँले आएर अहिले यिनीहरूले कति के कारोबारमा कति खाउँला कति दिउँला भन्ने कारोबारमा मिलाउन् त्यो कुरा भगवान्लाई थाहा होला, मलाई थाहा छैन। यिनीहरूलाई तपाईँको लेखामा हाम्रो सुरेन्द्र सर पनि हुन्थ्यो, उहाँले यिनीहरू भेला पढिसक्यो, अब यिनीहरूलाई हामी पक्रिन्छौँ भनेर सुरेन्द्र तपाईँको सरले भन्नुभएको कुरा अहिलेसम्म हाम्रो मनमा छर्लङ्गै देखिन्छ, तर उहाँले स्पष्टीकरण दिएको छैन। तपाईँ यो त अडिट पनि पास गराइसक्ने यिनीहरूको हैकम चलेर यो वनलाई जिरो भित्रबाट धमिराले गोलो पारेर त्यस्तै बनाइसके यिनीहरूले। यो पछिल्लो समिति पनि यो पछाडि लागेको समितिले पनि केही गर्ला माखा मार्ला भन्ने मेरो मनमा पनि कल्पना एक पनि छैन। तपाईँले जुन आशा र भरोसाले चाहिँ सामुदायिक वनमा नयाँ कार्य समिति चाहिँ स्थापना गर्नुभएको थियो उपभोक्ताहरूले चाहिँ अब उपभोक्ताको चाहिँ आशा चाहिँ निराशामा परिणत भयो। 100% निराशामा परिवर्तन उहाँले ल्याउनु भयो के अरे जानकारी दिनुभयो।